फाइनली गाइस हाम्रो खप्तर जान लागेको गाइस हाम्रो चाहिँ आउट हिँडिसक्यो यहाँदेखि अगाडि सर यता हेरिदिनु पर्यो सर यो अब फाइनली गाइस हाम्रो हिँडिसक्यो यो अटोमा हुँदै गइरहेछ हाम्रो धनगढी मार्केट ल अब यहाँदेखि हामीहरू होइन अत्तरिया जान्छौँ अत्तरियादेखि कन्टिन्यू ल अत्तरिया फल्छ पुगौँ अत्तरियादेखि हाम्रो कन्टिन्यू जाने हन्टिङ सन्टिङ हामीले गरिसक्यौँ अब अत्तरियामा सिधै नेक्स्ट स्टप हुन्छ त्यसपछि सिधै सिधा डोटी हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब पनि हालिदिनु होला प्लिज फाइनली गाइस हाम्रो अत्तरिया चोक हाम्रो अत्तरिया चोक Just to टेस्टी awesome छ यार We are visiting the Saileswari temple. It was incredible. It is just incredible, you know, because it is the one of the finest temple of Yeah. not just Sudur Paschim, all over the Nepal. अब झिङ्गाडा भन्ने ठाउँ जाँदैछौँ हाम्रो यसो घुमेर पार देखाइदिउ न बबल गम गाइस गोला पनि पाइन्छ यो पाला नि पाइन्छ We are in 1998 एडी हाम्रो चाहिँ सिलगढीको स्ट्रिटमा हामीहरू भर्खर अहिले होइन सरी मन्दिर घुमेर आएको होइन अनि हामीले रात बढाइलाई भर्खर भेटेको यस्तो खुसी लाग्यो नि लड्डु सड्डु खाइदिए खुसी भयो यहाँ भिखारीहरूलाई यस्तो खुसी मान्थे केटाहरूले बडोला सरको त म लास्ट ठुलो फ्यान हो नि मेरो बडोला सर जस्तो मान्छे त सिटिमिटी भेटिँदैन त्यो त सही भन्यो वे टु खप्तर गाइस मलाई यसले झिङ्दैन झिङ्रामा पुगिरहेको अब खास झिङ्रामा त पुगिरहेको हो अब हाम्रो यहाँ गाडीवाला त लास्टै खतरा रहेछन् मुर्गा हान्दिहाले अलग सट्टा 2000 रुपियाँ लिन होइन अब गुरुजी हो पर्सनलतिर जाने गुरुजी के भन्नुहुन्छ के भन्ने हो र त्यस्तै छ अब गएको छैन हेर के भन्दिउँ गाइस हैन होमस्टेमा हो यता होमस्टेमा तपाईहरु पनि यस्तो तपाईहरु पनि आउन चाहनुहुन्छ भने आउनु होला यहाँ कुन ठाउँ रे गुरुजीले नाम थाहा छ सहीचोट नाम याद हुने अब याद छैन आजगाडा हो के गाडा हो सिंगाडा छिङ्गाडा खप्तर जाने बाटो निर टक्क 1000 रुपैयाँ भाडा हो हैन मिलाएर 900 रुपैयाँ दिनु 2500 रुपैयाँ बोइलर हैन मुर्गा छ हैन 250 रुपैयाँ चाहिँ भाडा बोइलर हुन्छ लोकल हो लोकल त्यही त 2500 म त